राजेश नमस्ते। नमस्ते, स्वागत छ यहाँलाई हजुर। धन्यवाद। कस्तो छ हजुरको हेल्थ अहिले? ठिकै छ। अहिले 1-2 दिनदेखि अलिअलि चिसो लागेको छ। ए गर्मीमा पनि चिसो लाग्यो? मौसम अलिक त्यस्तै थियो। म अलिकति इन्फर्मल कुराकानीबाट सुरु गर्न चाहन्छु। कति बजी उठ्नुहुन्छ हजुर? जति बजी सुत्यो त्यसको आधार हुन्छ। अलिक सबेरै सुत्दै सबेरै उठिन्छ, अलिक ढिलो कति समय सुत्ने भन्ने हिसाबको छ मेरो। ए सुत्नु चाहिँ कति बजी सुत्नुहुन्छ? 1 बजी, 2 बजी, 12 बजी छिटोमा। के गरेर बस्नुहुन्छ कि त्यति? पढ्ने समय त चाहियो फेरि। राति चाहिँ पत्र पत्रिकाहरू पढ्ने? पत्र पत्रिका, किताब, लेख। राति सबै पढ्नुहुन्छ? सकेसम्म राति पढ्ने। जानकारी लिनु पर्यो नि के भइरहेछ, कसो भएको छ, पुराना शास्त्र के रहेछन्, नयाँ विचार के आउँदा रहेछन् हेर्नु पर्यो। त्यही भएर पो हजुरको भाषणमा सधैँ दनक दिनुहुँदो रहेछ। त्यस्तो दनक त केही दिन्न म। साँचो कुरा साधारण नेपाली भाषामा साँचो कुरा भनिदिने हो। साधारणतया चाहिँ कति घन्टा सुत्नुहुन्छ? 6 घन्टा। तर यति छोटो सुत्ने मान्छे तपाईँ होइन? 4-5 घन्टा मैले सुनेको चाहिँ 4-5 घन्टासम्म सुत्नुहुन्छ तपाईँ? त्यो नियमित रूपमा होइन, कहिले कहिले 4 घन्टा, कहिले कहिले 5 घन्टा, कहिले कहिले 6 घन्टा। वर्ष सुत्न पाएसम्म 6 घन्टा सुत्नु राम्रै हुन्छ। सपना चाहिँ के देख्नुहुन्छ? सपना देख्नुहुन्छ? सपना दुईटा कुरालाई सपना भन्ने गर्छन्। सपना भनेको एउटा निदाएका बेला देखिने सपना, अर्को बिउजिएका बेला देख्ने सपना। निदाएका बेला देख्ने सपना खास अर्थका हुँदैनन्। त्यसकारण म सम्झिने झन्झट पनि गर्दिनँ। निदाएका बेला सपनाहरू देखिन्छन्।